यसलाई यसरी टच गर्दाखेरि तारमा टच गर्दाखेरि यसले साउन्ड दिइरहेको जस्तो लाइन छ भन्ने कुराहरू यसले सिक्दै। नमस्ते साथीहरू, स्वागत छ सबैलाई मेरो युट्युब च्यानलमा। आज हामी तपाईँलाई देखाउन गइरहेका छौँ यो इन्को कम्पनीको 1200 एम्पियरसम्मको करेन्ट नाप्न सक्ने मोटरको बारेमा फुल रिभ्यू गर्दैछौँ। फुल रिभ्यू भिडियो बनाउँदैछु। कस्तो लाग्छ भिडियो हेरेर प्रतिक्रिया जनाउनु होला। यदि तपाईँ नयाँ हुनुहुन्छ भने हाम्रो च्यानललाई सब्सक्राइब गरेर बेल आइकन थिच्नु होला। आजको भिडियो एकदमै जानकारीमूलक छ। यो भिडियोलाई अन्त्यसम्म नछुटाइकन हेर्नु होला। तपाईलाई यसलाई अनबक्सिङ गरेर देखाउँदैछौँ। यसको बारेमा फुल डिटेल भिडियो बनाउनेछौँ। यसको रिभ्यू कस्तो लाग्छ तपाईले आफ्नो प्रतिक्रिया दिनु होला। यसलाई हामी खोल्न गइरहेका छौँ। यसरी खोल्ने एउटा लक। सबभन्दा पहिला हाम्रो भित्र आउँछ क्ल्याम्प मिटर। इन्को कम्पनीको एकदमै ब्रान्डेड 1200 एम्पियर क्षमता भएको। यसको बारेमा यसको फङ्सनहरू धेरै छ। यसको बारेमा म अहिले डिटेल भिडियो तपाईलाई देखाउने छु। यो भयो अनि यसको चाहिँ नबहरू भयो, दुईटा नब। त्यसै गरी यो टेम्परेचर नाप्नको लागि एउटा छुट्टै दिएको हुन्छ यसमा। यसको बारेमा पनि तपाईलाई बताउने छु। अब यो बक्सलाई एकछिनको लागि साइडमा राखौँ। यो रहेको छ हाम्रो क्ल्याम्प मिटर। सबैभन्दा पहिला यसले नाप्ने भनेको यहाँबाट अन गर्न सकिन्छ। यहाँबाट अन गरेर यसलाई नाप्ने भनेको 1200 एम्पियरसम्मको करेन्ट। हामी ठुलो लोडहरूमा इन्डस्ट्रियल यसमा बढी लोड भएको ठाउँमा चाहिँ यहाँबाट कुन फेजले कति एम्पियर लिइरहेछ, कति लोड छ भनेर यसलाई यहाँबाट नाप्न सक्छौँ। त्यसै गरी सानो लोडलाई चाहिँ हामी यहाँबाट नाप्न सक्छौँ। एम्पियर नै नाप्छ यसले। त्यसपछि भिडिएफ यो दिएको भिडिएफ लेखेको यसबाट चाहिँ हामीले एसी र डीसीको भोल्टेज नाप्न सक्छौँ। अल्टरनेट र डाइरेक्ट भनेको छ यहाँ लेखेको सङ्केत दिएको छ। यसबाट हामीले एसी र डीसीको लागि भोल्टेज नाप्न सक्छौँ। भोल्टेज नाप्नको लागि यहाँ एसी डीसी कसरी नाप्ने भनेर यहाँ फङ्सन भन्ने बटन छ। यो बटनमा दबाएर यहाँ अहिले एसी आएको छ। अहिले हामी यहाँ यो यसमा वालमा भएको त्यो दुईटा नब हालेर डाइरेक्ट तारमा टच गरेर अहिले एसी नाप्न सक्छौँ भने। त्यसै गरी डीसी नाप्नको लागि यो बटन फङ्सनमा फेरि दबाएपछि यहाँनिरबाट हामी डीसीको भोल्टेज नाप्न सक्छौँ। त्यसै गरी अब आउँछ हर्ज। यहाँबाट हामी हर्ज नाप्न सक्छौँ। फ्रिक्वेन्सी हाम्रो विद्युतको फ्रिक्वेन्सी कति छ। जसरी नर्मली हाम्रो नेपालमा हुने भनेको 50 हर्जको विद्युत हो। अब त्यो छ कि छैन यहाँबाट नाप्न सक्छौँ। त्यसै गरी यसमा गएर हामीले रेजिस्टेन्स अवरोध रेजिस्टेन्स कति छ त्यो, अनि त्यसपछि कन्टिन्युटी र एम्प्लिफायर नाप्न सक्छौँ। यसको लागि फङ्सनमा जाने यस्तो यो बर्जर जस्तो आउँदैछ। यो बर्जर जस्तो आयो भने यहाँ हाम्रो दुईटा कनेक्टर लगाएर हामी कुनै पनि तार अथवा कुनै पनि कुराको कन्टिन्युटी नाप्न सक्छौँ। त्यसै गरी फेरि यसमा दबायो भने यहाँनिर एम्प्लिफायर नाप्न सक्छौँ। त्यसै गरी यो अटोमा राख्यो भने जुन कुरा नाप्दा पनि यसले अटोमेटिकै दिन्छ। यसरी चाहिँ हामी नाप्न सक्छौँ। त्यसै गरी टेम्परेचर नाप्छ यसले। कुनै पनि विद्युतीय उपकरण अथवा अन्य कुराहरूको टेम्परेचर कति छ भनेर त्यसलाई कन्ट्याक्ट गरेर यसले टेम्परेचर पत्ता लगाउँछ। त्यसको लागि यसको जुन टेम्परेचर नाप्ने हाम्रो कनेक्टर छ त्यसलाई युज गर्नुपर्छ। अनि यसै गरी यो लुज भन्नाले लो भोल्टेजलाई नाप्छ यसले। डीसी एसी दुइटै। यसरी एसी र डीसी हामी चेन्ज गर्न सक्छौँ। यसको अन्तिम भनेको यसलाई एनसिबी लाइभ फेज भन्ने छ। यसबाट हामी टच नगरेरै लाइन छ कि छैन भन्ने कुरा नन कन्ट्याक्टिङ टेस्टर जस्तै काम गर्छ यसले। यसलाई यसरी टच गर्दाखेरि तारमा टच गर्दाखेरि यसले साउन्ड दिइरहेको जस्तो लाइन छ भन्ने कुराहरू यसले
यसरी देखाउँछ। यसरी चाहिँ हामी यसको प्रयोग गर्न सक्छौँ। यो क्ल्याममिटर इन्को कम्पनीको रहेको छ, एकदमै राम्रो खाले छ। यसको फाइदाहरू धेरै छ, यसको फङ्सनहरू धेरै छ। यसले हाम्रो दैनिक हामी जो इलेक्ट्रिसियनहरू छौँ, इलेक्ट्रिसियनहरूले दैनिक गर्ने कामलाई एकदमै सहज पुर्याउँछ। यसरी यसमा चाहिँ हामी एम्पियर तारलाई यसरी यो भित्र छिराएर, जस्तो कि यसरी तारभित्र छिराएर यहाँबाट हामी एम्पियर नाप्न सक्छौँ। क्ल्याममिटर सम्बन्धी जानकारी कस्तो लाग्यो? यदि भिडियो राम्रो लाग्यो भने सब्सक्राइब गरी लाइक कमेन्ट गरेर भिडियोलाई सेयर गरिदिनु होला। यदि तपाईँलाई यस्तै खालका भिडियोहरू विद्युत सम्बन्धी अथवा टेक्निकल कुरा सम्बन्धी भिडियोहरू अझै चाहिन्छ भने हामीलाई कमेन्ट गर्नुहोला। हामी तपाईँले रोजी अनुसारकै भिडियो बनाउनेछौँ। धन्यवाद।